डिप्रेसन एउटा सामान्य उदासी मात्र होइन, यो मानिसको मन, सोचाइ, व्यवहार र शरीरलाई असर गर्ने मानसिक अवस्था हो। कहिलेकाहीँ सबैलाई दुःख लाग्छ, चिन्ता हुन्छ, निराशा हुन्छ, तर त्यो केही समयपछि ठिक हुन्छ। तर जब दुःख, निराशा, डर, चिन्ता, थकान, कुनै काममा मन नलाग्ने अवस्था लामो समयसम्म रहिरहन्छ भने यसलाई डिप्रेसन भन्न सकिन्छ। डिप्रेसन हुँदा मानिस बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै धेरै पीडामा हुन्छ। कतिपय मानिस हाँसेको जस्तो देखिन्छन् तर मनभित्र धेरै सङ्घर्ष गरिरहेका हुन्छन्। त्यसैले डिप्रेसनलाई मजाकमा लिनु हुँदैन। डिप्रेसन हुँदा देखिने लक्षणहरू के हुन्छ उसो भए? डिप्रेसन हुँदा देखिने लक्षणहरू सधैँ दुखी, खालीपन वा निराशा महसुस हुनु, कुनै काम गर्न मन नलाग्नु, पहिले रमाइलो लाग्ने कुरा पनि राम्रो नलाग्नु, धेरै सोचाइ, निन्दा नलाग्नु वा धेरै निन्दा लाग्नु, खाना खान मन नलाग्नु वा धेरै खानु, शरीर सधैँ थाकेको जस्तो महसुस हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, सानो कुरामा धेरै चिन्ता गर्नु, आफैलाई कमजोर वा बेकार ठान्नु। आखिर डिप्रेसन किन हुन्छ त? वास्तवमा डिप्रेसनका धेरै कारणहरू हुन्छन्। धेरै तनाव, पारिवारिक समस्या, आर्थिक समस्या, आफ्नो मान्छेबाट धेरै समय टाढा हुनु, धोका, असफलता वा मन दुख्ने घटना, लामो समय एक्लोपन, धेरै नकारात्मक सोच। तपाईँ मानुस अहिले घरबाट धेरै टाढा हुनुहुन्छ। दशैं, तिहार जस्ता महान चाडपर्वहरूमा पनि तपाईँ घर जान सक्नु भएको छैन, जसको कारण तपाईँको मन दुखिरहेको हुन सक्छ। घरको यादले पनि मनलाई असर गर्न सक्छ। उसो भए डिप्रेसनबाट बच्न के गर्ने? डिप्रेसनबाट बच्न मनको कुरा दबाएर नराख्ने, मानिसहरूसँग घुलमिल हुने, साथीहरूसँग समय बिताउने, पर्याप्त निन्द्रा शरीर र दिमागका लागि धेरै आवश्यक छ। मोबाइलमा धेरै बेर नअल्झिने, धेरै समय सामाजिक सञ्जालमा बस्दा नकारात्मक सोच बढ्न सक्छ। पर्याप्त मात्रामा व्यायाम गर्ने, हिँडडुल, हल्का व्यायाम वा बाहिरी खुल्ला हावामा समय बिताउने, आफूलाई मनपर्ने काम गर्ने, गीत सुन्ने, खाना पकाउने, नयाँ कुरा सिक्ने, सधैँ सकारात्मक सोच्ने, हरेक कठिन समय सधैँ रहिरहँदैन भन्ने कुरा सम्झने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। डिप्रेसन कुनै कमजोरी होइन, यो उपचार गर्न सकिने अवस्था हो। विश्वासिलो व्यक्ति वा स्वास्थ्य कर्मीसँग कुरा गर्नु राम्रो हुन्छ। जीवनमा समस्या आउँछन्, दुःख आउँछ, एक्लोपन आउँछ, तर त्यो सधैँ स्थायी रहँदैन। अँध्यारो रातपछि उज्यालो बिहान जसरी आउँछ त्यसरी नै कठिन समयपछि राम्रो समय पनि आउँछ। मन थाक्दा हार मान्नु हुँदैन, किनकि समय बदलिन्छ र जीवन फेरि मुस्कुराउँछ। धन्यवाद दर्शक श्रोतावृन्दहरू, धेरै समयपछि तपाईँहरूको माझ मैले यो भिडियो पस्केको छु। आगामी भिडियो के विषयमा बनाउँदा तपाईँलाई उत्तम लाग्छ कृपया कमेन्ट गर्नुहोला। साथै आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? भिडियो मन परेमा यो भिडियोलाई सेयर, लाइक, कमेन्ट र हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।